सुरु भयो? सुरु भयो ल। सुरु भयो बोल न। है त यो चाहिँ एकदमै प्रख्यात हाम्रो यहाँको चाहिँ पार्क एउटा सल्लाह पार्कको सब रुख ढलेछ यस्तरी जताततै। हेलो एन्ड अल राइट गाइज है त ल तपाईँहरूलाई स्वागत छ भिडियोमा। आज मैले चाहिँ यो भिडियो किन बनाउनु लाग्यो भन्दाखेरि हिजो चाहिँ डिजास्टरै भयो है। हिजो भन्दा नि यहाँ राति यति आधी आयो कि अब रातभरि सुत्नु पनि सकिएन डरले होइन। बिल्डिङ पनि हराउला जस्तो गरेको थियो। के चाहिँ भयो भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु है त ल। ब्याक टु क्यामेरा हेर्नुहोस्। हाम्रो यहाँको रुखहरू यस्तो रुख थियो, रुख सब भाँच्दैछ है। हेर्नु त रुखहरू सब भाँच्दैछ। अनि यहाँ हाम्रो डस्टबिन थियो होइन, डस्टबिन उहाँ पुऱ्याइदिएछ होइन। ल हेर्नु यहाँ यस्तो बारे थियो, बार सब भाँच्दैछ। उहाँ त्यहाँ छ त डस्टबिन उता पुऱ्याइदिएछ। यता रुखहरू सब भाँच्दैछ। त हेर्नु त रुखहरू सब ढलेछ। जताततै एम्बुलेन्सको आवाज आएको छ। यहाँ त अहिले भर्खरै म उठेछु, यहाँ चाहिँ यस्तो सिन भइरहेको रहेछ। अब झन् अझै उता के भइरहेको होला भन्नु त। ल हेर्नु हाम्रो यहाँ कोठाको यो सब यो भत्ताभुङ्ग बनाइदिएछ है। अनि हाम्रो यो बिल्डिङको इन्ट्री गर्ने चाहिँ सिसाको थियो, त्यो पनि पुरै फुटालिदिएर ध्वस्तै बनाइदिएको छ। एकदमै के भन्छ यसलाई, घातक सिचुएसनमा छन्। अनि हाम्रो चाहिँ यहाँ चाहिँ अहिले चाहिँ बत्ती नि छैन होइन, नो लाइट्स नो पानी होइन। पानी पनि छैन, लाइट पनि छैन, नेटवर्क पनि छैन। अब घर कसरी बोल्ने होला, घरमा आत्तिएर बसेछ होला। यहाँ न पानी छ, बत्ती छ, न के छ यार। एकदमै नाजुक कन्डिसनमा छौँ हामी। अब के गर्ने होला। अब यहाँ त यस्तो छ, अब पोर्तुगलभरि अरू ठाउँमा के भयो होला होइन। एकदमै अरू ठाउँमा झन् कस्तो भयो होला, यहाँ यस्तो छ। पानी पनि छैन, मुख पनि अब भर्खरै उठेको, अब मुख धुनलाई पानी छैन। टोयलेट लागिरहेको छ, टोयलेट पनि अब के गर्ने हो। अब यो ढोका पनि बिगारिदियो, ढोका पनि लगाइएको छैन है। अब अहिलेपछि अब के हुन्छ आज म तपाईँहरूलाई देखाउने नै छु है। लास्ट नाइट चाहिँ लास्ट भयो गाइस, सुत्नै सकिएन डरले होइन। अनि पछि बल्ल हावा कौरी कम भएपछि बल्ल अनि सुतेको। एकदमै डरलाग्दो सिचुएसन थियो राति चाहिँ। मान्छे उडाउला, मान्छे होइन यहाँ सबै मान्छेले त उडाउँथ्यो। ल है त तपाईँहरूलाई म अहिले देखाउने छु के हुन्छ। ल है त हाम्रो म बस्ने बिल्डिङमा चाहिँ यस्तो भएको छ। पुरै इन्ट्रीको सिसै फुटेको छ। यहाँबाट हामी भित्र छिरिन्थ्यो छक्क। यस्तै इन्ट्री नै यस्तो भएको छ है। इन्ट्रीको ढोका यस्तो फुटेको छ। रुखहरू सबै फुटेको छ, भाँचिएछ। यो रुख पनि कहाँको रुख यस्तो उडाएर आएको छ हाम्रो बिल्डिङमा। सट्ट लाएर रुखसुख भाँचाइदिएछ है। उता रुखसुख भाँचेको छ। आकाश यस्तो छ है, आकाश यस्तो छ, यहाँ यस्तो भएको छ। जस्तै बनाइदियो त रुखै भाँचिदियो होइन। औडै भएको छ है त ल सिचुएसन। इन्ट्रीको त्यो कुनाकोतिरको ढोका, अनि त्यसपछि रुखहरू, अनि बिचरा यो एकजना पोर्चुगिजको हो। त्यसले बिचरा अस्ति यो नयाँ हालेको कि त्यसले बिचरा यो र यो यहाँ नयाँ हालेको थियो। अस्ति म त्यहाँ हुँदाखेरि भन्नाले काममा आउँदाखेरि त्यहाँ थियो स्कुटर होइन। अनि यसले बिचरा यो नयाँ लिएर आएर रहेछ। अनि नयाँ चेन्ज गर्दै थियो बिचराको स्कुटर। हेर्नु त म चाहिँ अहिले रेस्टुरेन्ट छिर्न लाग्यो, तर यहाँ त्यसको स्कुटर हेर्नु त ध्वस्तै डालिदिएछ।
फुटेज यहाँ ए स्कुटर यहाँ कुनामा पुऱ्याइदिएको हो कि त्यसले ल्याएर राखेको हो कि सब भाँचाइदिएछ बिचरा अस्ति नयाँ हालेको थियो त्यसले के गर्ने हाम्रो यहाँ रेस्टुरेन्टमा हामी यहाँबाट इन्ट्री हानिन्छ पछाडिबाट होइन हाम्रो यहाँ टेबलहरू के थियो यहाँ सबै त केही छैन ल हेर्नु त अब कता खोज्नु जाने हो एकदमै डिजास्टर आएको छ होइन एकदमै आधी हुरी आयो पोर्चुगलमै होला सायद तर म बसेको ठाउँमा पनि आयो अनि हाम्रो यो टेबल लिएको थियो टेबलहरू सब भाचाक भुजुक पार्दैछ यो होइन अनि एकदमै डिजास्टर स्ट्रोमै आएको छ अनि एकदम गाह्रो सिचुएसन यताउता सिसा सब यता थ्याङथुङ के भएछ है एकदमै डिजास्टर आएको छ अब के हुनेवाला छ थाहा छैन यी माथि बिल्डिङहरूको पनि यस्तो बाहिरको के चिजहरू सब भत्याङभुत्याङ बनाइदिएछ अब आजको भ्लग यसरी नै सुरु भएको छ हेर्नुहोस् होइन तपाईँहरूलाई स्वागत छ यो न्यू डे न्यू भ्लगमा अनि यो हाम्रो साउबाको गाडी हो अब गाडी पनि गाडी त फुटाल्दैछ क्या यतिले धन्दै नफुटाले चाहिँ हेर्नु त टक्क यो कोकको उसले ठ्याक्कै यहाँसम्म ल ऊ फुटाल्दैछ नि त अनि ऊ साउको गाडी साडी फुटाल्दैछ यहाँ यसकै खच्या गुजुक भएछ ओहो यो चाहिँ हाम्रो साउको गाडी हो अनि यो फ्रिज भयो फ्रिजको ढोका सोका आएर यहाँ ढ्याक्राक ढुकढुक भएछ ल है त अब पानी सानी केही छैन दोकानहरू नि बन्द भएको छ अब पानी त चाहियो होइन कहाँ जानु लाग्यो तपाईँ थाहा र पानी आउनु बनाउने क्या तपाईँ ट्याङ्की भएको कहाँ हो पानी चुहिराखेको थियो त उहाँ तल हो नि त अनि अब हामी चाहिँ जर्किन लिएर पानी लिन जानु लागेको छौँ एकदमै नाजुक अवस्था भइसकेको छ जताततै यहाँ रुखसुख फुटेर यहाँ यो कहाँको यो झरेर यहाँ आइपुगेछ खसेछ रुखहरू हेर्नुहोस् तेरिका एसी सबै डाउनसाउन भइसकेको छ रुखहरू जताततै ढलेको छ एकदमै नाजुक कन्डिसनमा अनि हामी चाहिँ पानी नभएर पानी लिएर जाँदैछौँ जर्किन्स अनि हामी जाँदैछौँ पानी लिन तपाईँहरू पनि अब तपाईँहरूलाई म देखाउने नै छु होइन अन्दरमा के भइराखेको छ ल हेर्नुहोस् त कताको के फोडेर यस्तो भएको छ ल हेर्नु त आमा छिटछिटो हिँड्नु यहाँ डर लाउने हेर्नु त यो बाटोमा पनि यस्तो कहाँको खसेर आधी घुरीले आजको चाहिँ स्ट्रङ भ्लग हुनेछ तर अपलोड चाहिँ अब कहिले हुन्छ थाहा छैन पानी बत्ती आएको छैन र आज चाहिँ के भयो त नि तर आज चाहिँ छुट्टी हुने आज चाहिँ हाम्रो छुट्टी साउले चाहिँ दिन्न र आज चाहिँ हाम्रो चाहिँ ड्युटी चाहिँ अफ भन्नुभएको छ होइन बत्ती आयो भने मात्रै काम चल्नेछ नत्र अब चाहिँ केही दिन छुट्टी हुने सम्भावना छ भन्दै हुनुहुन्छ हाम्रो अग्रजहरूले र यहाँको धुपीको रुख सल्लाहको रुखहरू सब भत्ताभुङ्ग भइसकेको छ होइन ल हेर्नु त यहाँ यति मजाको रुख थियो होइन यस्तो मजाको रुख थियो होइन बसु दाइ तपाईँ कता हो त अनि ड्युटीमा हो दाइ त हाम्रो दाइ त ड्युटी ड्रेसमै हिँड्नु भएको छ ल हेर्नु त यहाँ धुपीको रुख यस्तो थियो यहाँ यति मजाको रुख थियो अब यहाँ बेलाउन सर्टकट हामी यहाँबाट हिँड्थ्यौँ नि धुपीको रुख यस्तो मजाको थियो ढलेछ खम्बाहरू लगभग जति ढलेछ यो चाहिँ एउटा डिजास्टरै भनौँ होइन यहाँ माथि पनि रुख झल्केर लड्केछ उता घरको छानाहरू उडाएर छ एकदमै वर्स कन्डिसन त है ल है त अब हामी चाहिँ पानी लिन जाँदैछु त्यही हो अहिले म पानी भुनिउन तपाईँलाई त्यही भेट्छु त स्टे ट्युन ल है त हाम्रो चाहिँ यो के भन्छ पँधेरो होइन हाम्रो यहाँको पँधेरो हो यो चाहिँ एकदम खान मिल्ने पानी है त लोन भर्नु है म भिडियो बनाउँछु तपाईँ चाहिँ भर्नु अनि बोलाउँला ल
हाम्रो चाहिँ यहाँ यो चाहिँ पानी बजार हो अनि त्यहाँ पनि चाहिँ यसरी यो चाहिँ एकदम पहिलाको एन्सियन्ट टाइममा यहाँ चाहिँ पहिला चाहिँ धारसार थिएन केही थिएन यता हुँदाखेरि एकदम यो चाहिँ जमानामा बनाएको रे यसको कहानी मैले सोधेँ यो चाहिँ एकदम पुरानो है यहाँको त्यो हाम्रो गाउँतिरको हुन्छ नि मुलको पानी खायो भने जस्तै यो चाहिँ यहाँको उसो पानी यो चाहिँ हामीले यतिकै नै खान मिल्ने पानी हो यो चाहिँ ल हामी चाहिँ अब पानी भरेर चट्ट लाएर पानी भरेर आजु दाइ लाउनु त भिज्यो जुत्तै भिज्यो जुत्ताभित्रै पानी पस्यो त गाइस अब हामी चाहिँ पानी चट्ट भरियो अब टक्क सर बोकेर गइन्छ के भन्न चाहनुहुन्छ वासुदेव दाइ एउटा दुई शब्द भनिदिनु त यस्तो बेलामा अब यस्तो दुःख परेको छ पोर्तुगलमा अब यस्तो आधी आएर सब विध्वंस बनायो न केही गर्नु छ न केही गर्नु छ अब यस्तो छ यी हालती पँधेराबाट पानी बोकेर खाना पर्ने भयो छ न पानी छ न बत्ती छ न मोबाइल नेटवर्क छ केही छैन त्यही छ अब के अरे खोइ विदेशी जिन्दगी के हुँदो रहेछ अनि जे पनि भोग्न पर्दो रहेछ मान्छे भएर ल है त सुनिहाल्नु भयो हाम्रो दाइको कुराहरू अब यो चाहिँ पानी बोकेर जानुपर्ने हुन्छ होइन त्यही भएर अब मसँग होल्डर सोल्डर केही छैन ल यसरी बोकेर जानुपर्ने हुन्छ तपाईँहरूलाई अहिले म उतै रुमतिर गएर भेट्छु है त ल बाई ल है त यो चाहिँ म अलवेज होइन कहिलेकाहीँ यहाँ दोकान जानु पऱ्यो भने यही बाटो सरर गएर यो चाहिँ चढ्छु होइन यही बाटो सरर गएर म चाहिँ जान्थेँ होइन आज चाहिँ यताको हेर्नु त ध्वस्तै बनाएको छ है बाटो पनि यस्तो रिस्ट्रिक्सन गरेछ बन्धक बनाएको छ बाटो र आज चाहिँ मेरो छुट्टी छ होइन मेरो होइन हाम्रो रेस्टुरेन्टमा सबैको छुट्टी छ तपाईँहरूको नि छुट्टी होला सबैको छुट्टी होला आज किनभने यहाँ इलेक्ट्रिसिटी छैन बिजुली छैन पानी छैन केही छैन अनि यहाँको रुखहरू हेर्दा ध्वस्तै भएको छ है एम्बुलेन्स पनि हिँडिरहेको छ जताततै होइन यहाँको यत्रो ठुलो रुख थियो होइन ताडेन्जर अल्को थियो कि अनि यहाँबाट यसरी आएर यता सब ढल्काइदिएछ ब्यानर स्यानर अनि तपाईँहरूलाई मैले जहिले देखाउने गर्थेँ कि सल्लाहको रुख के यहाँको भन्थेँ नि हेर्नु न सल्लाहको रुखहरू सब भुस्क बनाइदिएछ जस्तै भएको छ है त सब हेर्नु त यहाँ म जहिले नि यहाँबाट जेब्रा क्रसिङ गर्थेँ यहाँ बसेर होइन म पनि भर्खर घरबाट निस्केको छु होइन खानासाना खाएर निस्केको आजको दिन कस्तो भयो होला भनेर म निस्केको होइन ट्राफिक लाइटहरू पनि केही छैन नत्र यहाँ अहिले फ्री स्टाइल आफ्नै धुनमा सबै आफ्नै धुनमा हिँडेछ गाडीहरू टक्क यस्तो गरेर एकअर्कालाई सपोर्ट गर्दै सब बन्द छ सबतिर छ है अनि हेर्नु यहाँको सल्लाहको रुखहरू मैले मेरो सर्ट्सहरू पनि हालिरहेको थिएँ यताको चाहिँ ठिक रहेछ यो चाहिँ ठुलो भएर होला अनि यताको सल्लाहको रुखहरू पार्क थियो अन्त सब ढलेछ अन्त सल्लाहको रुखहरू सबै ढलेको छ है फोनमा चार्ज पनि छैन र बत्ती कहिलेसम्म आउने हो होइन 30% भइसकेको छ घर फ्यामिलीहरूसँग फ्यामिलीसँग नि बोल्न पाएको छैन आई मिस माई फ्यामिली माई वाइफ मेरो छोरी मेरो बाबा मम्मी बाजे बोजू सबैलाई मैले एकदमै मिस गरिरहेको छु यो अवस्थामा अनि तपाईँहरू राम्रोसँग बस्नु होला म पनि अहिले आफ्नो राम्रोसँग बसिरहेको छु र यहाँको चाहिँ पुरै रुखहरू हेर्नु त सल्लाहको रुख सबै ध्वस्तै बनाइदिएछ है ल हेर्नु त त्यहाँको पनि रुख भत्याएको रुख पार्दैछ यहाँ यस्तो कति राम्रो पार्क थियो है यहाँको दुईवटा रुख ढलेछ बाटोमा हेर्नु त यहाँ मिडल अफ द रोड यस्तो भएको छ है त अनि यहाँ चाहिँ ट्राफिक लाइट पनि चलेको छैन इलेक्ट्रिसिटी नभएपछि नो ट्राफिक लाइट्स अनि नो पानी होइन पानी पनि छैन इलेक्ट्रिसिटी केही छैन है अनि हेर्नु त ल मिडल अफ द रोडमा रोड भयो यहाँ अब यता रेस्टुरेन्टहरू थियो यस्तो रेस्टुरेन्टमा यहाँ कहाँबाट उडेर कहाँको कुराहरू उडेर ल्याएर यहाँ ल्याएर यसरी
यसरी यहाँ भएको त सबै सटडाउन छ है, केही पनि ओपन छैन, सबै सटडाउन छ। अब के हुनेछ होइन। र म चाहिँ अहिले हामी यहाँ पिङ्क दोष भन्ने मार्केटमा जाँदै हो, किनभने अब त्यहाँ हाम्रो दाइको हातमा हल्का फोका फोका आएको छ, एलर्जी भयो जस्तो भएको छ, अनि दबाई लिने भनेर निस्केको। उनीहरू धेरै अगाडि गइसक्यो होइन, अगाडि गइसक्यो। म चाहिँ जाँदैछु भिडियो गर्दै होइन। तपाईँहरूलाई मैले चाहिँ भिडियोहरू क्याप्चर गरौँ भनेर। उहाँ रहेछ दाइहरू, म त मार्केट गइसक्यो होला भनेको बल्ल आउँदै रहेछ। त्यही हो, अब धेरै चार्ज टिक्दैन होला मेरो होइन, चार्ज पनि छैन। अनि कतिसम्म अब यो चार्ज टिक्छ थाहा छैन, तर अब म कति हुन्छ तपाईँलाई खिचेर देखाउने नै छु। सुरु भयो? सुरु भयो होला, सुरु भयो, बोल न। है त, यो चाहिँ एकदमै प्रख्यात हाम्रो यहाँको चाहिँ पार्क, एउटा सल्लाह पार्क। पार्क त यता पनि छ नयाँ, यता देखाउनु न। यो चाहिँ अहिले नयाँ खोलेको पार्क हो होइन। यहाँ पनि भित्र सब रुखहरू सब ढालिदिएको छ, तर त्यो यो चाहिँ भर्खरै बनाएको पार्क हो, रिसेन्टली अहिले धेरै भएन, 1 महिना जति भयो। तर यता देखाउनु त, तर यो चाहिँ एकदमै पहिल्यैदेखिको यहाँको पार्क हो कि। यसरी सर्दा यता देखाउनु त, यो चाहिँ यहाँको मैले तपाईँहरूलाई भिडियोमा हालिरहेको थिएँ सल्लाह पार्क भनेर। अब सल्लाह पार्क भनेर हालिरहेको थिएँ। हेर्नु त यहाँको सल्लाहको रुखहरू हेर्नु त, दाइ जुम गरिदिएको यस्तो बनाइदिएछ है। त्यहाँ यता पनि देखाइदिनु ल, हेर्नुहोस् त, यत्रो ठुलो यस्तो राम्रो थियो यहाँ सल्लाहको रुखहरू सबै। यहाँ चाहिँ सबै सल्लाहको मात्रै, एक्स्ट्रा अरू कुनैको रुख थिएन, सल्लाहको रुखहरू मात्रै थियो यहाँ। अनि सबै यस्तो ध्वस्तै बनाइदिएको छ कि भन्नाले सबै नष्ट। यति राति, हिजो राति यति हावाहुरी लाग्थ्यो कि सुत्नधरि डर लागेर हामी सुतेन कि। जागराम बिहानसम्म बसियो, अनि बल्ल हावाहुरी कम भएपछि बल्ल हामी सुतिएको थियो अहिले हल्का। अनि अहिले चाहिँ हामी बाहिरको अब के भयो होला त बाहिर भनेर हेर्नको लागि निस्केका छौँ। हाम्रो बासुदाई म होइन। ल अब बिहाइन्ड द क्यामेरा हाम्रो बासुदाई हुनुहुन्छ होइन। अहिलेपछि म बासुदाईलाई पनि देखाउने छु। हामी अब बिस्तारै अब अरू क्लिपहरू के देखिन्छ तपाईँहरूलाई म देखाउने छु है त। ल अहिले भेटौँ ल। यो चाहिँ मैले त्यो अस्ति तपाईँहरूलाई मैले मार्टियस ब्लग भनेर हालेको थिएँ त्यो दिनमा। ल हेर्नु त, रुखहरू हेर्नु त सब। यो चाहिँ मिडल अफ द पार्क, न्यु इयर र क्रिसमसको बेलामा यहीँ फेस्टिभल भएको थियो। अनि यहाँबाट उता माथिको क्यासल, त्यहाँ चाहिँ फायर वर्कहरू भएको थियो, उसहरू पड्काएको थियो न्यु इयरको दिनमा। अनि पार्क त यस्तो भएको छ हेर्नु त, पार्कको सब रुख ढलेछ यस्तरी जताततै। ल हेर्नु त, रुखहरू केही बाँकी रहेको छैन। मैले तपाईँलाई मार्टियसको ब्लग भनेर हालेको थिएँ, यो बुढोको। सब है त, सब ढलाइदिएको छ। अब लगभग अब भ्लग इन आइसक्यो होइन। तपाईँहरू हेरेर साथ दिनु होला। अब तपाईँहरू यही हेर्नुहोस् अब कस्तो भएको रहेछ, स्ट्रम कस्तो आएको रहेछ, यही भिडियो हेरेपछि तपाईँहरूले थाहा पाउनुहुन्छ। ल यति भन्दै होइन, अब स्टे ट्युन, भिडियोहरू आइरहेको छ, यसरी नै हेरेर साथ दिनु होला। अनि स्ट्रम आएर यस्तो भयो र यति भन्दै अब आजको भ्लग यहीँ नै हुनेछ। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ होइन। यसरी नै म तपाईँहरूको लागि नयाँ नयाँ भिडियोहरू ल्याउने नै छु। अनि यसरी नै हेरेर साथ दिनु होला। र अब यसपछिको केही क्लिपहरू मैले खिचेछु भने यो मेरो भ्लग इन भएको पछाडि अलिकति केही सेकेन्ड्स राखिदिनेछु। ल बाई, चाओ।